शुद्ध नेपाली लेख्न सक्नुहुनेछ। यदि तपाईलाई अझै समस्या पर्यो भने चाहिँ मलाई कमेन्टमा जानकारी दिनु होला है त। पहिला ह्रस्व दीर्घ भनेको के पनि भनिहालौं। अगाडितिरबाट दिएको इकार, उत्तानो फर्केको उकार, टुपी नभएको ई, पुच्छर नभएको उ, गोलो नबनाएको अथवा एकपटक मात्रै तानेको रु ह्रस्व हुन्छन्। अनि पछाडितिरबाट दिएको इकार, घोप्टो परेको उकार, टुपी भएको ई, पुच्छर भएको उ र गोलो घुमेको अथवा दुईचोटि घुमाएको रु चाहिँ दीर्घ हुन्छन्। ह्रस्व अक्षरलाई अलिक छिटो र दीर्घ अक्षरलाई अलिक ढिलो बोलिन्छ, यो पनि थाहा पाइराख्नु होला। यहाँ स्क्रिनमा हेर्नुहोस् है, अगाडितिरको ह्रस्व, पछाडितिरको दीर्घ। नेपाली भाषामा भएका शब्दहरूमा उस्तै खालको उच्चारण हुने अक्षरहरू पनि कुनै ह्रस्व हुन्छन् अनि कुनै दीर्घ। यो कुरा त तपाईले पनि देखिराख्नु भएको छ। अब यसको नियम चाहिँ के हो त्यो पनि बुझौँ है त। तपाईले जम्मा दुईवटा मुख्य नियम अनि केही अपवादहरू अर्थात् एक्सेप्सन्स बुझ्नुभयो भने ह्रस्व दीर्घ मिलाएर लेख्न सक्नुहुन्छ। हो नि, ह्रस्व दीर्घ मिलाउनका लागि जम्मा दुईवटा नियम अनि केही अपवाद, त्यति बुझ्यो भने पुगिहाल्छ। अनि ती दुईटा नियमहरू पनि एकदमै सजिला छन्। म भन्छु है त। धेरै भन्दा धेरै नेपाली शब्दहरूमा पहिलो अक्षर र बीचका अक्षरहरू ह्रस्व हुन्छन्। जस्तो कि पिरो खुर्सानी टिप भनेर लेख्दा शब्दको सुरुमा आएका सबै अक्षरहरू ह्रस्व लेखिएका छन्। यसैगरी शब्दको बीचमा आउने अक्षरहरू पनि प्राय ह्रस्व नै हुन्छन्। हजुर गुलियो हलुवा खाइसिन्न भनेर लेख्दा बीचमा आउने सबै अक्षरहरू ह्रस्व हुन्छन्। बीचका अक्षर भन्नाले सुरुको अक्षर र अन्तिमको अक्षर बाहेकका बाँकी सबै अक्षरहरूलाई बुझ्नु होला है त। यो पहिलो नियम त सजिलो छ नि हैन? यसका अरू केही थप उदाहरण पनि हेरौँ है त। दिन, पिङ, किरो, किताब, बिरालो, इन्जिन, कमिलो, टिफिन, इनार, इज्जत, इनाम, स्कुल, उषा, उखान, उजुर, नुन, दुध, कुरा, जुनार, कुकुर, कुहिरो, यी नाम पदहरूमा अगाडि लेखिएको वा बीचमा लेखिएको सबै अक्षर ह्रस्व छ। अनि त्यसैगरी उनी, तिमी, यिनी, उहाँ, हजुर जस्ता सर्वनामहरूमा पनि पहिलो अक्षर र बीचको अक्षर ह्रस्व नै लेखिएको छ। अब विशेषण हेरौँ फेरि। मिठो, रित्तो, ठुलो, बुढो, दुब्लो, उकालो, उभिन्डो, बाटुलो, गहिरो, खुकुलो, नुनिलो, सुरिलो, यी सबैमा सुरु र बीचमा ह्रस्व लेखिएको छ। त्यसैगरी अव्ययमा शीत, भित्र, तिर, हिजो, उता, उँभो, मुनि, बाहिर, सहित, बमोजिम, ल सबै अव्ययमा पनि अगाडि र बीचमा ह्रस्व नै लेखियो। अब बाँकी रह्यो के त क्रिया। दियो, लिन्छ, तिरेछ, कुद्ला, सुत्यो, उठायो, उचाल्ने, बितिसकेको, लुकिसक्यो, चुहिरहेको, झुकिदिन्छ, रुन्छ जस्ता क्रियामा आएका सुरु र बीचका अक्षरहरू पनि ह्रस्व नै छन्। अब दोस्रो नियम, यो चाहिँ शब्दको अन्तिममा ह्रस्व लेख्ने कि दीर्घ लेख्ने भनेर बुझ्न काम लाग्छ। धेरै जसो शब्दमा अन्तिम अक्षरमा इकार लगाउनु पर्यो भने दीर्घ लेखिदिने अनि उकार लगाउनु पर्यो भने चाहिँ ह्रस्व लेख्ने। यसलाई व्याकरणमा इकारान्त शब्द र उकारान्त शब्द भनेर लेखेको हुन्छ। इकारान्त भनेको इमा गएर टुङ्गिने अनि उकारान्त भनेको उमा गएर टुङ्गिने। जस्तो कि घडी भनेर बोल्नु पर्यो भने अन्तिममा ई आवाज आउँछ, घडी हुन्छ। यसो भयो भने यसलाई इकारान्त भनेर भन्नुपर्छ। अनि आलु भन्यो भने चाहिँ उ आवाज आउँछ, आलु हुन्छ। यसरी अन्तिममा उ आवाज आयो भने चाहिँ उकारान्त हुन्छ। अन्तिममा ई आएको जति इकारान्त, उ आएको जति उकारान्त। यसलाई फेरि हेरौँ न। छोरी भन्यो भने इकारान्त, बाउ भन्यो भने उकारान्त, पानी भन्यो भने इकारान्त, मासु भन्यो भने उकारान्त। कुन स्वरमा गएर अन्त हुन्छ? ईमा गएर अन्त भयो भने इकारान्त, उमा गएर अन्त भयो भने उकारान्त। छोरी, काकी, सानी, काली, कैँची, डोरी, अल्छी, बहिनी, पानी, गाई, देवी, रानी, तिमी, उनी, हामी, कान्छी, राम्री, बाली, जुरेली, नदी, लेखी, पढी, सुती आदि यीमा गएर टुङ्गिने नाम, सर्वनाम, विशेषण, क्रिया यी सबैमा अन्तिम अक्षर प्राय दीर्घ हुन्छ। अनि फेरि दाजु, साहु, पोइ, भाइ, आलु, सिपालु, गाउँ, मकाउ, पुलाउ,
तलाउ, घाउ, गानु, नाउ, आरु, मायालु, कालु, ओभानु, सानु, आउनु, पढ्नु जस्ता शब्दको अन्तिम अक्षर ह्रस्व हुन्छ। दोस्रो नियम यही हो। अब ह्रस्व दीर्घको मुख्य नियम त यही दुईटा हो, तर पहिलो नियममा भने जस्तै सबै शब्दको सुरु र बीचका अक्षर ह्रस्व नभइदिन पनि सक्छन्, अनि शब्दको अन्तिममा सबै इकार दीर्घ र सबै उकार ह्रस्व नहुन पनि सक्छ। कुन कुन शब्दमा हामीले भर्खर कुरा गरेको पहिलो र दोस्रो नियम लाग्दैन, त्यही कुरा चाहिँ तेस्रो नियमले बताउँछ। यो तेस्रो नियम बुझ्न अलि बढी दिमाग लगाउनु पर्छ है, किनभने यो नियम पहिलो र दोस्रो नियमभन्दा ठ्याक्कै उल्टो छ। यसलाई तपाईले अपवादको नियम भनेर बुझे पनि हुन्छ। ह्रस्व दीर्घ सिक्नलाई फेरि यी तीनवटा नियम नै हुन्। तपाईले यी तीनवटा नियम जानिसकेपछि म थप नियमको कुरा गर्दिन, यी तीनटा नियम चाहिँ जान्नु पर्यो है। अब तेस्रो नियमको कुरा गरौँ। यसमा सबभन्दा पहिला कस्ता कस्ता शब्दहरूको सुरु र बीचमा दीर्घ लेखिन्छ त्यो कुरो थाहा पाइराखौँ। संस्कृत भाषामा भएका शब्दलाई नेपालीमा प्रयोग गर्दा यदि त्यसमा रेफ लागेको छ भने रेफ भन्दा ठ्याक्कै अगाडिको अक्षर दीर्घ हुन्छ। जस्तो कि पूर्णिमा लेख्दा णी माथि रेफ लागेको छ, त्यो आधा रलाई चाहिँ रेफ भनिन्छ। त्यसैले यो शब्दमा पु भन्ने अक्षरलाई दीर्घ लेख्नुपर्छ। रेफ लागेको णी अक्षर चाहिँ दीर्घ हुने होइन है, रेफ भन्दा ठ्याक्कै अगाडितिरको अक्षर चाहिँ दीर्घ हुने हो। अरू उदाहरण पनि हेरौँ। ऊर्जा, पूर्व, तीर्थ, शीर्षक, मूर्ख, मूर्छा, मूर्त, सूर्य, चूर्ण, मूर्ति, मूर्धन्य, स्फूर्ति, कीर्तन, कीर्ति, ईर्ष्या, जीर्ण, दीर्घ, वीर्य आदि शब्द रेफ लागेका कारण दीर्घ लेखिएका छन्। अनि त्यसै गरी एउटा मात्रै अक्षर भएको सर्वनाम पनि दीर्घ नै लेखिन्छ। जस्तै इ, उ, ती भनेर सर्वनाम लेख्नु पर्यो भने यसलाई दीर्घ लेख्नु पर्यो। अनि त्यसै गरी दीर्घ प्रत्यय लागेको शब्द पनि दीर्घ नै लेखिन्छ। अब तपाईँ प्रत्यय भनेको के हो भन्नु होला। नयाँ शब्द बनाउन पछाडितिर जोडिने टुक्रालाई प्रत्यय भनिन्छ। जस्तै नव प्लस इन नवीन हुन्छ। यहाँ इन भनेको प्रत्यय हो। इन भन्ने प्रत्ययमा दीर्घ इ भएका कारण यसले बनाउने शब्दको वी पनि दीर्घ नै लेखिएको छ। यस्ता प्रत्ययका केही उदाहरणहरू हेरौँ है त। इन प्रत्यय लागेर बनेका कालीन, प्राचीन, ग्रामीण। इय प्रत्यय लागेर बनेका स्वर्गीय, वर्गीय, पूर्वीय, केन्द्रीय। अनिय प्रत्यय लागेर बनेका माननीय, शोचनीय, पूजनीय, ढोगनीय। इकृत प्रत्यय लागेर बनेका वर्गीकृत, सूचीकृत, एकीकृत। इकरण प्रत्यय लागेर बनेका एकीकरण, वर्गीकरण, सहरीकरण आदि शब्दहरूमा दीर्घ नै लेख्नुपर्छ। अनि त्यस्तै थोप्लो दिएर छोटकरीमा लेखिएका अंग्रेजी अक्षरहरूलाई पनि दीर्घ लेख्नुपर्छ। जस्तो कि सीडीओ, बीबीसी, डीएसपी आदि। तर यस्ता शब्द लेख्दा थोप्लो हटाएर एउटै डिकोमा राख्ने हो भने चाहिँ सुरु र बीचमा ह्रस्व लेख्नुपर्छ। जस्तै सीडीओ, बीबीसी, डीएसपी यसरी। छैन त इन्ट्रेस्टिङ? अब केही शब्दहरू चाहिँ म तपाईलाई सम्झनको लागि दिन्छु है। यस्ता शब्दहरूलाई दीर्घ लेख्नुपर्छ भनेर सम्झँदै सम्झँदै पढ्नु होला। यहाँ अर्थ पनि छ, आवश्यक पर्यो भने भिडियो पज गरेर अर्थ हेर्न सक्नुहुन्छ। कीट, क्रीडा, क्षीण, गीत, ग्रीष्म, जीव, टीका, तीव्र, धीर, दिन, नीच, नीति, पीडा, प्रीत, बीज, भीम, मीन, रीति, लीला, वीणा, वीर, शीत, सील, सीमा, चित्कार, विभत्स, भीषण, शीतल, स्वीकार, सूक्ष्म, न्यून, धूप, नूतन, पूजा, भूत, भूमि, मूल, शून्य, सूचना, सूत्र, 3, जून, पूरा, ईस, अतीत, कुलीन, निरीह, गंभीर, तृतीय, परीक्षा, प्रतीक, प्रतीक्षा, प्रसूति, समूह, सिन्दूर आदि। यसरी केही शब्दमा सुरु र बीचमा दीर्घ हुन्छ भनेर सम्झनु होला। अब तपाईँ झोकिन सक्ने केही कुरा गरौँ। स्वामी भक्त भनेर लेख्दा मी दीर्घ लेखिन्छ। यहाँ स्वामी भन्ने शब्द र भक्त भन्ने शब्द दुवैको अर्थ भएका कारण बीचमा परे पनि यसलाई ह्रस्व नगरिएको हो। भेडीगोठ, जडीबुटी, हात्तीवन, मैत्रीपूर्ण, नालीबेली, बोलीचाली, हाँसी खेली, कोरीबाटी जस्ता शब्दहरूमा पनि दुईवटा स्वतन्त्र शब्दहरू जोडिएको हुनाले बीचमा दीर्घ लेखिएको हो भनेर बुझ्नुपर्छ।
अनि त्यसै गरी हरू जोड्दा पनि शब्दमा पहिला भएको ह्रस्व दीर्घ बदलिँदैन। जस्तै साथी लेख्दा जसरी लेखिन्छ साथीहरू लेख्दा पनि त्यसै गरी लेख्नुपर्छ। दिदीहरू, उनीहरू, नदीहरू लेख्दा हरू जोडे पनि नजोडे पनि उही हो भनेर सम्झनुपर्छ। अनि हरू लेख्दा रु दीर्घ हुन्छ, यो पनि याद गर्नुहोला। ह्रस्व रुमा एकपटक घुमाइन्छ, दीर्घ रुमा दुईपटक घुमाइन्छ वा डल्लो पारिन्छ। यो त भयो शब्दको सुरु र बीचका अक्षर दीर्घ लेखिने अवस्था। अब एकछिन अन्तिम अक्षरको बारेमा कुरा गरौँ। मैले अघि मुख्य नियममा भनेको थिएँ कि अन्तिममा भएका इकारहरू दीर्घ लेखिन्छन् र उकारहरू ह्रस्व लेखिन्छन्। अब केही शब्दहरूमा चाहिँ अन्तिममा आएको इकार ह्रस्व र उकार दीर्घ हुन सक्छ। यसलाई एक्सेप्सनको नियम भनेर हामी कुरा गर्दैछौँ। अब कस्ता कस्ता शब्दहरूको अन्तिममा आउने उकार दीर्घ हुन्छ त्यसबारे कुरा गरौँ। ह्रस्व दीर्घको एउटा नियम के छ भने स्त्री जाति वा पोथी जाति जनाउने शब्दको अन्तिम अक्षर दीर्घ हुन्छ। त्यही भएर दिदी, बहिनी, काकी, छोरी लेखे जस्तै भाउजू, माइजू, फुपू, सासू लेख्दा पनि अन्तिममा आउने अक्षर दीर्घ लेखिन्छ। त्यसै गरी जात, थर, पेसा, पहिचान जस्ता शब्दमा अन्तिम अक्षर दीर्घ लेख्ने चलन छ। क्षेत्री, राई, धामी, कर्मचारी, भिखारी, रेग्मी, उप्रेती लेख्दा अन्तिमको अक्षर दीर्घ लेखे जस्तै थारू, ज्यापू, लिम्बू, पनेरू जस्ता शब्द लेख्दा पनि अन्तिमको अक्षर दीर्घ हुन्छ। अनि सर्वनामको अन्तिम अक्षर पनि दीर्घ हुन्छ। हामी, तिमी, उनी, यिनी, तिनी, तपाईँ लेखे जस्तै आफू, अरू जस्ता सर्वनाम लेख्दा पनि अन्तिममा आएको अक्षर दीर्घ लेख्नुपर्छ। अर्को कुरा, क्रियापदको पहिलो अक्षर र बीचका सबै अक्षरहरू सधैँ ह्रस्व नै हुन्छन्। यसमा त अल्मलिने कुरा छैन। तर अन्तिम अक्षर लेख्दा भने प्राय इकार जति दीर्घ र उकार जति ह्रस्व लेखिन्छ। तर आज्ञार्थक क्रिया अर्थात् कुनै काम अराउने क्रियाको अन्तिम अक्षर उकार भए तापनि दीर्घ लेखिन्छ। जस्तै जानु, पढ्नु, आऊ, बताऊ, सिकाऊ, हिँड्नु आदि। इच्छार्थक क्रिया अर्थात् चाहना वा कामना जनाउने क्रियाको अन्तिम अक्षर पनि दीर्घ लेखिन्छ। जस्तै खाऊ, पढौँ, बसौँ, पाऊ आदि। तर इच्छार्थक क्रियाको सुरु र बीचमा पर्ने अक्षरलाई चाहिँ ह्रस्व नै गर्नुपर्छ है। सिकौँ लेख्दा सी ह्रस्व गर्ने हो, कु मात्र दीर्घ गर्ने हो। जाउन्, खाउन्, पढुन् लेख्दा पनि बीचका अक्षरलाई ह्रस्व नै गर्नुपर्छ, किनभने क्रियाको सुरु र बीचमा कहिल्यै पनि दीर्घ हुँदैन। अब कुरा गरौँ अन्तिममा आउने इकार ह्रस्व हुने शब्दहरूका बारेमा। ह्रस्व दीर्घको नियम अनुसार भाले अर्थात् पुरुष जाति जनाउने शब्दको अन्तिम अक्षर ह्रस्व हुन्छ। दाजु, भिनाजु, फुपाजु लेखे जस्तै पति, रवि, मणि, भाइ, दाई, पोइ, जुवाई, नाति, पनाति जस्ता शब्दहरू लेख्दा पनि अन्तिमको इकार ह्रस्व गर्नुपर्छ। नामयोगी, संयोजक, निपात जस्ता मूल अव्यय शब्दका सबै अक्षरहरू ह्रस्व हुन्छन्। मूल अव्यय लेख्दा अन्तिममा आउने इकार पनि ह्रस्व नै लेखिन्छ। त्यसैले अघि, पछि, भोलि, किनकि, पनि, नि, हकी, अगाडि, पछाडि, अनि, देखि, छि, बरु, फेरि, भोलि, अस्ति, चाहिँ, वरिपरि जस्ता शब्दमा अन्तिमको इकार पनि ह्रस्व गर्नुपर्छ। त्यस्तै आई, याई जस्ता ह्रस्व ईमा गएर टुङ्गिने प्रत्यय लागेर बनेका शब्दको अन्तिम अक्षर इकार भएर पनि ह्रस्व नै लेखिन्छ। जस्तै कमाई, लेखाई, बसाई, पढाई, लमाई, बुढ्याई, चतुर्याई, रोपाई, दुष्ट्याई आदि। त्यसै गरी संस्कृत भाषाबाट जस्ताको तस्तै आएका केही शब्दहरूमा अन्तिमका अक्षर इकार भए तापनि ह्रस्व लेखिन्छन्। सामान्यतया तिधिनी, विथिरीमा टुङ्गिएका अक्षरहरू अन्तिमको इकार ह्रस्व हुन्छन्। जस्तै क्षति, उन्नति, कान्ति, कृति, कीर्ति, गति, गीति, सम्पत्ति, प्रीति, जाति, निधि, विधि, रिद्धि, सिद्धि, वृद्धि, अवधि, अग्नि, ग्लानी, छवि, कवि, रवि, ग्रन्थि, गिरी आदि। ल, मुख्य नियम यही हो। अब तपाईँ यिनलाई सम्झने र नेपाली भाषा शुद्धसँग लेख्ने प्रयास गर्नुहोला। हार्दिक शुभकामना। कुनै पनि संगठनको बैठक भनेको केवल भेटघाट हुने, साथीहरूसँग बात मार्ने